हेलो गाइस, सबैजना नमस्ते अनि स्वागत छ मेरो यस युट्युब च्यानल हजुरहरूलाई। अहिले चाहिँ म यहाँ तल आइरहेको थिएँ कि तल्लोबर जानको लागि यहाँ यता आइरहेको थिएँ। अब यहाँदेखि तल्लोबर लगेर जानु पऱ्यो। तल्लोबर चाहिँ छर्नमा लागेको रहेछन्, त्यही भएर यसो यतै आउँदाखेरि एकछिन बस्दाखेरि जुत्ता लास्टै पायो रहेछ क्या, त्यो जुत्ता खाएर एकछिन हेर्नुहुन्छ। म हजुरलाई पनि देखाउँछु। जुत्ता खान जाँदैछु, खतरा पाएको छ कि अगाडि एकछिन खाएको थिएँ होइन। एक ठाउँ अगाडि कता खाएको थिएँ, त्यहाँ अलिक सुकिलो रहेछ। त्यो म एकैछिन चाखेको थिएँ, यता बल्ल गर्दा अलिक टाढो गएर एकछिन यता हान्नको लागि आइरहेको थिएँ। एकछिन चाख्दाखेरि यस्तो मिठो थियो कि आम्मामा, सुकिलो केही नभएको एकदम भलो थियो। त्यही खानको लागि अब जाँदैछु, हेर्नुहुन्छ भनेर पनि देखाउँछु। हाम्रो लागि कमेन्ट, लाइक, सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला। अनि मेरो यस युट्युब च्यानलमा हजुरहरूलाई धेरैभन्दा धेरै स्वागत छ। ल गाइज, यसको नाम के हो कोलाई थाहा छ कमेन्टमा भनिदिनु होला है। हेर्न सक्नुहुन्छ बब्बाल तरिकाले फल्याएको छ। आहा, कति मिठो बब्बाल छ है फल त। हेर्न सक्नुहुन्छ बब्बाल तरिकाले फलेको छ। अहिले चाहिँ म खाँदैछु, हेर्न सक्नुहुन्छ बब्बाल छ यार, मिठो छ कि मिठो, सुकिलो भन्ने छैन, जस महलो छ क्या यो। हेर्न सक्नुहुन्छ क्या दामी छ। यस्तो खाँदाखेरि त मनै कस्तो जान्छ कता होला छ। हेर्नुहोस् गाइज, यस्तो खाने भए मेरो गाउँतिर आउनु होला अनि खाएर जानु होला। अरू के भनौँ, यस्तो बब्बाल तरिकाले हालेको छ। ए पछाडि पनि हेर्न सक्नुहुन्छ कस्तो छ कालो। बाई बाई, अहिले चाहिँ बबाल देखिएको छ भ्यू। अब हेर्नुहुन्छ, म हजुरहरूले भ्यू देखाउँछु म कुन ठाउँ छु भन्ने कुरा हजुरहरूले कमेन्ट गर्नु होला है त। बबाल देखिएको छ भ्यू, देख्यो नि त। अगाडि पानी परेको थियो अनि पानी परेर अहिले अगाडि चाहिँ वाउ, यो त भ्यू भनेको त बबाल छ है। म चाहिँ हो त्यहाँ माथि घर देखिएको छ नि हो, त्यहीँबाट आमाले चाहिँ अब तल्लोबर जान्छु होला सायद। तल्लोबर जान्छु होला भन्दा पनि जान्छु अब तल्लोबर। त्यहाँ जाँदैन, म डाइरेक्ट जाने अब तल्लोबर हो। ओ यो गाउँमा यहीँ जान्छु। अनि भोलि पनि अब छर्नु छ नि त, हेर्नु न यहाँ छर्न लागिसकेका छन्। सायद देखिया चाहिँ यसमा छर्न लाग्छन्, यसमा छर्न लागेको रहेछन्। अब भोलि छर्नु छ, त्यही भएर तल्लोबर बल्ल पनि हाने रहेछन्। लगेर तल्लोबर जाँदैछु। अनि राम्रो लागि हेरिदिनु होला, लाइक सब्सक्राइब सेयर गर्न नभुल्नु होला। मेरो यस युट्युब च्यानलमा जोइन भएपछि अनि फेरि एकचोटि बेल आइकनलाई अलमा थिच्न नभुल्नु होला। हेर्न सक्नुहुन्छ कस्तो मजाले आनन्दले क्या दामी गरी बसेको छ। के हो यो, धुरी खानु रहेछ, बबाल तरिकाले बसेको छ है। क्या मस्तले आफ्नो छुट्टै स्वर्गको आनन्द लगिरहेछ। यो हो नि त जिन्दगी भनेको त होइन। मायो मायो बेबी बेबी, ओ हराइसकिन् बेबी।